साथीहरु नमस्ते अनि स्वागत छ तपाईहरुलाई आजको यस नयाँ भिडियोमा। र साथीहरु तपाईहरु पनि फ्युचरमा आफूले चलाइरहेको फेसबुक पेज अथवा प्रोफाइलबाट धेरै थोरै इन्कम गर्न चाहनुहुन्छ, तर त्यसको क्राइटेरियाहरु के छन्, हामीले के कुरा कम्प्लिट गर्नुपर्ने हुन्छ, यी कुराहरु थाहा छैन भने चाहिँ तपाईहरुले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। किनभने म यो भिडियोमा तपाईहरुलाई यसका फेसबुकका क्राइटेरियाहरु के छन्, कसरी कम्प्लिट गर्ने भन्ने कुरा स्टेप बाइ स्टेप देखाउने छु। त्यही भएर भिडियोलाई लास्टसम्म हेर्नु होला। अनि भिडियो मन पर्यो भने चाहिँ एक लाइक गर्नु होला अनि पेजलाई फलो गरिदिनु होला है त। अब लागौ मोबाइलको स्क्रिनतर्फ। त साथीहरु त्यसको लागि सबैभन्दा पहिला आफ्नो फेसबुकलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईहरुले यहाँ माथि देख्न सक्नुहुन्छ प्रोफाइल, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो नीलो प्रोफेसनल ड्याशबोर्ड भनेको छ। यदि तपाईहरुले आफ्नो प्रोफेसनल ड्याशबोर्डलाई चाहिँ अन गर्नु भएको छैन भने अन गर्नु होला। र अन गरिसकेपछि यस्तो खालको इन्टरफेस आउने छ र यसलाई क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरुले यहाँ माथि या साइडमा यसलाई स्क्रोल गरेर यसरी आउनु होला। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ मोनेटाइजेसन। मोनेटाइजेसनमा आइसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो पार्टनर प्रोग्राम भनेको पार्टनरशिप एड्स भन्ने छ एउटा। यसको खासै हामीलाई काम हुँदैन। हामीलाई काम हुने भनेको चाहिँ यो कन्टेन्ट मोनेटाइजेसन भन्ने छ। कन्टेन्ट मोनेटाइजेसनमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो क्राइटेरिया वेट लिस्ट क्राइटेरिया भनेको छ। तपाईहरुले यहाँनेर चाहिँ यो एरो जस्तोमा क्लिक गर्नु र क्लिक गरिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ 3 of 6 क्राइटेरिया मिट भनेको छ। अब यहाँनेर क्राइटेरिया भनेको चाहिँ के हुन्छ भने ठुलो हेर्नुस्, यो एक नम्बरमा छ तपाई 18 वर्ष चाहिँ पुरा भएको हुनुपर्छ। बी एटलिस्ट 18 इयर्स ओल्ड भनेको छ, यो 18 वर्ष पुरा भएको हुनुपर्छ तपाई। त्यसपछि भनेको छ रिसाइड इन एन एलिजिबल कन्ट्री भनेको छ, तपाई एलिजिबल कन्ट्री भित्र हुनुपर्ने छ। त्यसपछि अर्को छ तपाईहरुले हैव योर पेज अर प्रोफाइल अर फर एट लिस्ट 30 डेज भनेको छ। यो 30 दिन चाहिँ तपाईको प्रोफाइल एकाउन्ट क्रिएट गरेको 30 दिन पुरानो एकाउन्ट चाहिँ हुनुपर्छ तपाईको। त्यसपछि अर्को रहेको छ यो पोस्ट एट लिस्ट 3 रिल्स इन द लास्ट 90 डेज भनेको छ। तपाईहरुले 90 डेज भित्र चाहिँ 3 वटा रिल अथवा भिडियो चाहिँ अपलोड गरेको हुनु पर्यो है। त्यसपछि अर्को छ इम्पोर्टेन्ट यहाँनेर छ हेर्नुस् है। अब यो चाहिँ अलिक गाह्रो हुन्छ त्यसैलाई हो। हैव एट लिस्ट 10,000 फलोअर्स भनेको छ है। अब यसमा चाहिँ 10,000 फलोअर्स चाहिँ तपाईहरुले पुर्याउनु पर्ने हुन्छ है आफ्नो प्रोफाइल 10,000 फलोअर्स। अनि अर्को लास्टमा छ 1,50,000 युनिक भ्युज भनेको छ 28 दिन भित्र। यो सबै क्राइटेरिया पुगिसकेपछि तपाईहरुले यो चाहिँ 28 दिन भित्र तपाईहरुले 1,50,000 आफ्नो प्रोफाइल या पेजमा चाहिँ भ्युअर्स ल्याउनु पर्ने हुन्छ है। यति गर्नुभयो भने चाहिँ तपाईहरुको प्रोफाइल अथवा पेज चाहिँ यो मोनेटाइजेसनको क्राइटेरिया पुरा हुनेछ र तपाईहरुलाई फेसबुकले मोनेटाइजेसनको टुल चाहिँ दिनेछ है त। र अर्को रहेको छ यो स्टार फिचर। अब स्टार फिचरमा चाहिँ तपाईको खासै धेर छैन। यो 500 फलोअर्स भनेको छ। 500 फलोअर्स पुगेपछि तपाईहरुको एकाउन्ट पनि 30 दिन पुरानो भएपछि चाहिँ यो स्टार फिचरको टुल चाहिँ तपाईको इनेबल हुन्छ। तर यसमा भन्दा पनि हामीले बढी फोकस भनेको कन्टेन्ट मोनेटाइजेसनमा हुन्छ भने तपाईहरुले कन्टेन्ट मोनेटाइजेसन इनेबल गर्नको लागि चाहिँ त्यो क्राइटेरियाहरु चाहिँ पुरा गर्नुपर्ने हुन्छ है त। र यो तरिकाले चाहिँ तपाईहरुले आफ्नो फेसबुक पेज अथवा प्रोफाइललाई चाहिँ मोनेटाइज गराउन सक्नुहुन्छ र फ्युचरमा गएर धेरै थोरै इन्कम गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला है त।